हेलो साथी हो, यहाँ चाहिँ हल्का बटर चिकन कुक हुँदैछ है। कुक त यहाँनिर हाम्रो साइल बटर टक्कै यहाँनिर बिल्लाएर चाहिँ तेल पनि हाल्नु मा तेल र बटर बिल्लाएर चाहिँ यहाँनिर चाहिँ स्याडिस कुक हुँदैछ नि। स्याडिस ओ अलि सानो बोले आम्मा हो पुरा बोल्छ है। पल्टिन रहेछ नि पक्राउला एकछिन है। करे भन्यो बोल्यो नि। ओ एकजना यहाँ ब्याकअपमा छिटो छिटो आएर ढुङ्गा हाल्न चेपमा। होइन नि पल्टे रड्दै छैन, अघि पनि मासु पल्टेको। यहाँ 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 चेपमा यो 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 आम्मा हो होइन होला हौ मामा, यति साह्रो त ढुङ्गाले गऱ्यो। म चेप्टै ल्याइदिएको नि त। जङ्गलमा त सोधे पाउँदैन, अब ढकनीले दिनु पऱ्यो नि आगो बाल्नुको लागि। हो यो चिकनलाई त मजाले उमाल्नु पऱ्यो होइन, फ्राई गर्नु पऱ्यो। त्यहाँबाट माथि ग्रेभी हाल्नु त होइन। पानी सुक्नु पर्यो नि यसको। ओके 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 स्याटिस हुँदैछ नि त। उता फेरि टक्कै हुँदैछ सुँगुरको सेक्को है। दाउरा बोलेन, दाउरा नबोलेको अवस्था। बडो चिकन इज रेडी। स्याटिस वाइट क्रिम फुड क्रिम हाल्दैछ यहाँनिर। स्याटिस धेरै स्याटिस खाउँ खाउँ लाग्छ है। एउटा सेप हाम्रो साइल मामा साइल स्याटिस आगोमा त बटर चिकन है। सो गुड सो गुड स्याटिस देख्नु। सो गुड।